हेलो नमस्ते सेवा स्वागत छ यहाँहरूलाई मेरो च्यानलमा। आज चाहिँ हामी कहाँ काका के ठाउँ अरे नाम स्काई टावर हो। हामी चाहिँ आज ओसेन मलगाको ओसेन भन्ने ठाउँ स्काई टावरमा चाहिँ हल्का वाक गर्नु गइरहेको छ। तपाईँहरूलाई पनि देखाएको छ। आज काकाको त अनुहार नदेखाऊ होला, अस्ति पनि कपिराइट लाग्यो, धेरै ठुलो खतरा कपिराइट आएको छ। त्यही भएर काकालाई चाहिँ अगाडि बसाएर म पछाडि एक्लै बसेर गइरहेको छु। तपाईँहरूलाई म स्काई टावरमा गएर अहिले देखाउने छु। हाम्रो काका चाहिँ यतै नहेर न काका, अनुहार चाहिँ नदेखाउने त, अनुहार देखाउने हुने कि काका यहाँ। ल त हामी उतै गएर भेट। चट्टै हामी चाहिँ काका भतिज यो माथि चाहिँ जाने गाइस। काका भतिज खाली काका भतिज नगर यार। सागर सर भन्दै बोला। सागर सर, सागर अफिसियल च्यानलको मालिक काले मरो। काले मरो होइन, काले मरो हो। हल्का काले होइन, कालो काले। घाममा हिँडिया छ। यो माथि जाउँ भनेर हामी चाहिँ सट्टै एउटा बाटो काटेर पानी हेर्नु होला। अब त्यहाँ त पुल पो रहेछ त अहिले त। चलो चलो चलो, घामले पोलिसक्यो, गोरो मान्छे काले भइसक्यो। हिँड्दा हिँड्दा बाटोमा रोबोट पनि देखियो। चट्टै हामी चाहिँ यहाँ गेटमा आइसकेको छौँ गाइस। माथि टिकट काटेर सुइया जाने हो अहिले चाहिँ। जाने एकछिन पानी पर्छ होला कि अहिले, फेरि पानी परेर सत्य नखान्छ। माथि मान्छे गइसकेको छ त्यहाँबाट। त्यो यो माथि जाउँ कि दाइ। त्यो काका के भन्छ यस्तो डिफिक्रेट काकालाई हात दिइगयो गाइस यार। पोस्टर बनाएर जाउँ कि क्या काकालाई काकालाई माया गर्ने गर। ए यस्तो काका ठाउँमा लान्छ थाहा छैन। लानु त लान्छ, मुया लाग्छ काकाको कता कता त। पहिला चाहिँ यस्तो रिसियो भक्कै हाल्नु, भक्कै लक्कै ढल्किन्छ। आएर माथि बसेको छ गाइस। काउन्टर भेटियो, मान्छे भेटिएन। मरेको छोराछोरी मऱ्यो कि क्या। काउन्टर त खाली पो छ। अहिले पनि टाउको घुम्नु थालिसक्यो। यता हेर्दैन, यता तलतिर हेर्दैन। माथि एकछिन अब एक तल माथि होला है। तलको माथि पर्खिँदा मेरो मुटुले ठाक ठोरिसक्यो। हुर गर्दैछ भित्रभित्र, हुर गर्दैछ। किन भन न, ठुलो मार्केटमा त के गरी, ठुलो घरमा त आगो लागि के भन त, गयो त माथिको त। एउटा सिसा फुट्यो भने चुहिएर मान्छे कहाँ पुग्छ पुग्दैन। एउटा सिसा फुट्यो भने के भन्छ काका, म त जाँदिनँ होला हेर त, फुट्दैन होला यो माथि सिसा त फुट्दैन होला। 41 तल माथि झर्नु तर त मान्छे त पिठो छ। आउनु थाले गाइस मलाई अहिले नै हिस्का बाजेको। हेर्नु त अनुहारमा पसिना आयो होइन, पसिना सरी भएको छ। ल सकियो अब, अब सकियो। काकाले चाहिँ यहाँ टिकट काउन्टर चाहिँ यहाँ छ। काउन्टरबाट आजकल टिकट किन्यो होला। माथि जानु ढिलो भइसक्यो। आधा टन टट्टै यहाँ टिकट चाहिँ यति लाग्ने रहेछ एकचोटिमा। ल काका अगाडि हिँड्नु त, म डर लागिसक्यो। छोडै म अगाडि जान्छु, के डराउनु। यस्तो ए म त तर्सिसकेको, म माथि जाँदिनँ।
चट्टै यहाँ चाहिँ हामी यसरी गइरहेछ गाइस। मेरो त मुटुले ठाउँ छोडिसक्यो अहिले त माछा पनि छ त है माथि। उही त्यो पिक्चर हेरेको पो याद आयो मलाई त यहाँ आउँदा त झम भइसक्यो झम भइसक्यो त्यो पिक्चर हेरेको पो याद आयो। बाप्रे फेरि माछा यस्तो माथि बसिरहेको छ हामी चाहिँ किन डराउनु। माछा पो रहेछ त्यहाँ त ल। 43 तलमाथि आइयो गाइस। यो चाहिँ यहाँ मेरो अनुहार हेर्न सक्नुहुन्छ। अब यो माथि चाहिँ म कसरी चाहिँ त्यो सिसामा चाहिँ म जाँदिनँ होला सायद। त्यो सिसामा त जानु दिँदैन रहेछ। त्यो सिसामा त जानु दिँदैन रहेछ। बार लगाएको बाहिर ठिक छ यहाँ ठिकै छ यतिको राम्रो छ त्यहाँ। है हामी चाहिँ यहाँ माथि आइयो गाइस। एकछिन थकाइ मार्नु यार म त मर्नु आँटिन्छ नि। त्यो तलबाट आउँदा नै मुटु भड्किनु थाल्यो गाइस। अब म बाहिर जान्छु कि जाँदिनँ। जानै पर्यो। अब यत्रो पैसा तिरिसकेपछि 35 रुपियाँ तिरिएको छ गाइस। अब म तपाईँहरूलाई देखाउँछु है यहाँको बाहिरको नजारा। घाम छ हो काका धेर आमामामा घाम यति नै छ कि फेरि आम। ल पहिला चाहिँ माछा हेर्नु तपाईँहरू। 42 तलाको माछा यस्तो छ। 43 तलामै कुदिरहेको छ माछा। झट्टै अब तपाईँहरूलाई म पुरै घुमेर देखाउँछु। यो चाहिँ मलाका सिटी गाइस। झट्टै माथिबाट देखेँ तल अब सिसाको तलबाट देखाउँछु तपाईँहरूलाई म। अघि तलबाट ठुलो देखेको बिल्डिङ अहिले माथिबाट सानो देखिरहेको छ। हामी चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा 43 तला माथि घाममा डढेर भिडियो बनाइरहेको। अघि यो साइड देखाएँ तपाईँलाई मैले। अब यो साइड हेर्नु। वाह बनाकुलर पनि रहेछ हेर्नु सक्नुहुन्छ। तल हेर्ने डर लागिरहेछ मलाई त। बस्ने ठाउँ रहेछ।
बसेर थकाइ मार्नु सकिन्छ एकचाल तल माथि आउँदैन खुट्टै चिसो हुन थालिसकेको छ त घाममा पनि के भएको मेरो बेलुका आएको भए झन् राम्रो देखिन्थ्यो कि जल त्यति घामले गर्दा राम्रो नदेखिँदो रहेछ पुड्के भनेको फाइदा चाहिँ यति चाहिँ छैन माथि सिसाभन्दा माथि चाहिँ हात पुगेन हात पुग्यो नि हात कामिरहेको छ तपाईँलाई म चारैतिर देखाउँछु चारैपट्टि देखाउँछु यहाँनिर चाहिँ फुटबल ग्राउन्ड रहेछ तपाईँलाई हेर्न सक्नुहुन्छ हाम्रो नेपालीहरूले पनि खेल्छ त्यहाँ कहिलेकाहीँ फुटबल मलकाको मलका सिटी हो गाइस यसरी देखाउनु पाएको सिसा लगाएर रहेछ गाइस यहाँ चाहिँ चट्टै सिसाले केही देख्नु पाइन्न चाहिँ यहाँ माथि बसेर यहाँ छ तल कहाँनिर छ तपाईँले देख्न सक्नुहुन्छ भूमि देखाइरहेको छु तपाईँलाई यहाँ तल हेर्नु त मलाई डर लागिरहेछ माथि आएर तपाईँहरूलाई चाहिँ देखाउनु छु सबै देखाउनु हुँदैन मेरै खुट्टा कामिरहेछ घरमाथि बस्दा नि मेरो खुट्टा कामिरहेछ यता चाहिँ समुद्र ठेल्दै ठेल्दै तल पुर्याइसक्यो मलेसियाको मान्छेले यो चाहिँ समुद्र उता चाहिँ एकै नासको घर चाहिँ अगाडि चाहिँ समुद्र छ गाइस हावा चलिरहेछ मलाई डर लागिरहेछ छेउछेउमा जान्छ अलिक टाढैबाट देखाइरहेछ यहाँबाट चाहिँ हावा चलिरहेछ पारा मलाई खुट्टा कामिरहेको छ कसम खाइहाल्छ ढाँटेको
त्यसपछि मैले हावा बोलेको थियो होला सायद। आज चाहिँ मलाई पुरै डर लागिरहेको छ उयो गर्दै। अहिले 2 जना मात्रै छ हामी यहाँ माथि। बेलुका चाहिँ मान्छे धेरै हुने अरे। अब अहिले चाहिँ 2 जना मात्रै। हेर्नु ₹35 हावामा गयो त खाइसाम। यति बिल्डिङ हेर्नुको लागि तलबाट त के देखिँदैन। माथि आएर त अलिकति अगाडि गएर खिचाउँ। ₹35 हावामा तिरियो गाइस। माछा खेलाउँदै माछालाई झोलामा हालेर लानुपर्छ। यहाँ झोला पनि छ। यो माछा चाहिँ एक छाक ठ्याक्कै हुने रहेछ। यो माछा चाहिँ झोला पनि ल्याएको छ गाई। पक्रेर लानुपर्छ कि यो माछा। यो सेतो माछा पनि एक छाक ठ्याक्कै छ।
चाहिँ केही देखिन गाइस यसो घरसर हेर्नु चाहिँ अहिले भर्खर फेरि घाम पसेर फेरि बाहिर नाट्ने काम घामले गर्दा काका यता थलो परेको छ गाइस के छ काका जाउँ जाउँ यिनको काका मिर्गी लगाइदिनु बिम्चेकै छैन ह्या गर्दै बसिरहेको छ फेरि लाग्यो मिर्गी जाउँ ल अब चाहिँ हामी यो बिल्डिङमाथि चाहिँ तल झरियो गाइस चट्टै यहाँबाट अलिकति तलसम्म गएर एक तल चाहिँ हिँडेर जानुपर्छ त्यहाँबाट चाहिँ उता चाहिँ उठौँ ल त गाइस यो घरमाथिको भ्लग चाहिँ यति नै अब हामी लाग्यो आउनु चाहिँ यताबाट आएको अब कसरी झर्ने पनि यताबाट होइन न यताबाट झर्दा मिलिहाल्छ नि चट्टै हामी अघि चढेको चाहिँ यो बिल्डिङ हो गाइस अहिले चाहिँ तलबाट खिचिरहेको छु म यो माथिबाट चाहिँ हामी अघि भिडियो बनाएको र आजको लागि चाहिँ यति नै लाइक सेयर सब्सक्राइब गरिदिनु होला माया पनि गरिदिनु होला हल्का चट्टै हाम्रो काका त यस्तो नगर्नु यार ल त गाइस बाई अर्को भिडियोमा भेटौँ ल यो काकाको नाटक देखेरै म तर्सिसक्यो अस्ति पनि काकाको अनुहार धेरै देखाएर है क्या कपिराइट यस्तो आएको छ कि वार्निङ सहितको कपिराइट आएको त्यही भएर अलिक काकालाई नदेखा भन्छु क्यामेरामा आएको गर्छ कि ल त बाई गाइस अब हामी चट्ट अर्को भ्लगमा भेटौँ ल आजको लागि चाहिँ यति नै हस्त नमस्ते बाई